पाद दुई प्रकारको हुन्छ हैन, एउटा भ्वाक्क आउने पाद, एउटा फस्स आउने पाद। यो भ्वाक्क आउने पाद चाहिँ त्यति साह्रो गनाउँदैन, यो फस्स आउने पाद चाहिँ साह्रै गनाउँछ है। अनि तपाईँहरूलाई थाहा चाहिँ छैन, यसको पछाडि पनि वैज्ञानिक कारण छ है। अब हाम्रो शरीरभित्र ग्यास दुई प्रकारले बन्छ है। एउटा चाहिँ बाहिर एटमोस्फियरको हावा, अक्सिजन, नाइट्रोजन, कार्बन डाइअक्साइड जस्तो ग्यासहरू जब भित्र छिर्छ त्यो एक प्रकार भयो। अर्को चाहिँ हाम्रो शरीरभित्रै पनि ग्यास बन्छ हैन, हाम्रो डाइजेस्टिभ सिस्टममा। अब हामीहरू बोल्दा, सास फेर्दा, खाँदाखेरि चाहिँ यो बाहिर एटमोस्फियरको हावाहरूलाई चाहिँ पेटभित्र पनि पठाइरहेको हुन्छ है। अनि त्यो बाहिरबाट गएको हावाको मात्रा अथवा भोल्युम चाहिँ अलिकति बढी हुन्छ हैन। अनि त्यो बढी भएर के हुन्छ भनेदेखि पेटभित्र, आन्द्राभित्र चाहिँ अलिक हाई प्रेसर क्रिएट गर्छ त्यो हावाले हैन। अनि जब त्यो हाई प्रेसर भएको हावा हाम्रो चाकको प्वालबाट निस्किन्छ नि, के हुन्छ थाहा छ? भ्वाक्क आवाज आउँछ। हेर्नुहोस् है, म कसरी देखाउँछु। यसलाई चाहिँ हाम्रो पेटभित्र अथवा आन्द्राभित्र भएको हाई प्रेसर हावा सम्झिनुहोस् हैन। अनि यो चाकको प्वाल भयो। यो चाकको प्वालनिरको मसललाई चाहिँ हामी एनल स्फिन्क्टर भन्छौँ हैन। अनि जब यो हाई प्रेसर हावा यो सानो प्वालबाट बाहिर निस्किन्छ नि, यो एनल स्फिन्क्टर भन्ने मसललाई चाहिँ यसले भर्र पारिदिन्छ। अनि हो यो हाई प्रेसर हावा त्यसरी बाहिर निस्किँदा चाहिँ ठुलो आवाज आउँछ। हेर है त, ल देख्नुभयो। अनि यसरी हामीले निलेको हावा चाहिँ हाई प्रेसरको हुने भएर यो चाहिँ चाँडो चाँडो हाम्रो डाइजेस्टिभ सिस्टमबाट बाहिर निस्किन्छ हैन। अनि त्यही भएर यो पाद चाहिँ त्यति साह्रो गनाउँदैन। अनि अर्को खालको पाद चाहिँ हाम्रो डाइजेस्टिभ सिस्टम भित्रै बन्छ है। जब हामी सल्फर धेरै भएको खानेकुराहरू जस्तो माछा, मासु, अन्डा, दही, दुध, गेडागुडी खान्छौँ नि, त्यस्तो खानेकुराहरूलाई चाहिँ नि हाम्रो डाइजेस्टिभ सिस्टममा भएको ब्याक्टेरियाहरू हैन, लाखौँ लाख हुन्छन् त्यस्ता ब्याक्टेरियाहरू। त्यस्तो ब्याक्टेरियाहरूले टुक्रा टुक्रा पार्दाखेरि चाहिँ सल्फर कम्पाउन्ड बनाउँछन् है। अब सल्फर भने कस्तो गनाउँछ थाहा छ तपाईँहरूलाई? कुहिएको अन्डा, नाली, ढलहरू जस्तो गनाउँछ, जुन चाहिँ ठ्याक्कै पातको गन्ध हो। अनि त्यो पेट आन्द्राभित्र भएको ब्याक्टेरियाहरूले जब यो सल्फर भएको खानेकुराहरूलाई ब्रेकडाउन गरेर टुक्रा टुक्रा पारेर ग्यास निकाल्छन् नि, त्यसको भोल्युम, त्यसको मात्रा चाहिँ धेरै कम हुन्छ हैन। त्यही भएर अहिलेको जस्तो हाई प्रेसर हुँदैन, त्यसको अलि लो प्रेसर हुन्छ। अनि लो प्रेसर भएको कारणले कसरी निस्किन्छ त? त्यो यसरी फुसुसुसुसु निस्किन्छ। तर त्यो सल्फरले गर्दाखेरि चाहिँ ठस्सै गनाउँछ। ल थाहा पाउनुभयो त वैज्ञानिक कारण?